कतिखेर पानी रोकिन्छ र हार्भेस्ट गर्न जाउँ भनेर म पर्खेर बसिरहेको थिएँ। बादल कालै भए पनि अहिले चाहिँ एकछिन पानी रोकियो। यहाँ चाहिँ 2-3 दिन लगातार पानी पर्न थाल्यो भने ग्राउन्डभरि नै च्याउ उम्रेको देखिन्छ, जुन चाहिँ अहिले यहाँ भिडियोमा देख्न सकिन्छ। वार्निङ पोइजनस हुन सक्छ है त। ल अब हार्भेस्टतिर लागे म। सुरुमा यो पहिलोचोटि फलेको सिमी, पर्पल सिमी एकदमै मिठो हुन्छ। यो पहिलो लट फलेको यसमा चाहिँ जम्मा यो 4वटा छ। अब यही भए पनि किन खेर फाल्नु भनेर मैले चाहिँ टिपेँ। यो अरू पनि फुली नै रहेछ। यो एकदमै राम्रो होला जस्तो देखिन्छ यो सिजनमा। त्यस्तै छेउमा रहेको करेलाको झ्याङ छ। करेला राम्ररी नै फलिरहेछ। हरेक हप्तै जस्तो नै मलाई एक छाक भन्दा धेरै नै टिप्न पुगिरहेछ। यो चाहिँ खास मैले यसको झाल निकाल्न खोजेको धेरै भयो, तर एकदमै कन्सिस्टेन्टली फलिरहेको भएर चाहिँ मैले यसलाई अहिलेसम्म मास्न सकिरहेको छैन। अनि यसको प्लान्टहरू पनि पुरै सेट भइसकेको हुनाले यसलाई खासै रेखदेखको आवश्यकता पनि पर्दैन र यसले चाहिँ लगातार फल दिने काम मात्रै गरिरहेछ। त्यही भएर सायद अहिले म यसलाई केही समयको लागि यतिकै छोडिदिन्छु होला, किनभने यो समय चाहिँ अहिले अलिकति विन्टर सिजनको भेजिजहरूमा फोकस गर्ने टाइम भएकोले म अहिले त्यसमा अलिकति समय बिताइरहेको छु। यो चाहिँ सानो खालको लाम्चो भेराइटीको फर्सी। यो मैले पहिलोचोटि फलाउँदैछु। यसको बिउ चाहिँ मैले अनलाइन किनेको थिएँ। यो पनि पहिलोचोटि ट्राई गर्नलाई टिपेँ। यति गर्दा गर्दै फेरि यति ठुलो पानी पर्न थाल्यो र आजको लागि चाहिँ हार्भेस्ट यहीँ नै टुङ्ग्याउनु पर्यो। अब चाहिँ टेक 2 है त। यो अर्को दिन अलिकति उज्यालो छ अनि पानी पनि परेको छैन, त्यही भएर यता बाहिर आएर अलिकति समय स्पेन्ड गर्न चाहिँ रमाइलो छ। अब चाहिँ हार्भेस्ट गर्नको लागि अरू सब्जीहरू हेर्न थालेँ। अब यो फेरि विकेन्डमा टिपेन भने विकडेजमा टिप्नको लागि खासै फुर्सद पनि हुँदैन, अनि अर्को विकेन्ड पर्खिन्जेलमा सबै बिग्रिसकेको हुने भएकोले ल यो त बिग्रि नै सकेछ। हामी चाहिँ विकेन्डमा भ्याए जति सबै सब्जीहरू चाहिँ टिप्छौँ। अनि अहिले चाहिँ यो एकदमै रमाइलो पनि छ, किनभने यो समरको प्लान्टहरू लगभग सबै नै स्टाब्लिस भइसकेको छ। त्यही भएर अहिलेको हाम्रो काम भनेको हार्भेस्ट गर्ने मात्रै हो। यो ट्रोमोन्सिनो चाहिँ अलिकति कुहिएको रहेछ र मैले एक छाक पुर्याउनको लागि भए पनि अर्को अलिकति कलिलो टिपेँ। त्यसपछि अब हामी लाग्यौँ लौका टिप्नतर्फ र लौका चाहिँ यहाँ जम्मा अहिले 2टा टिप्नलाई रेडी छन् र 2टै हामीले टिप्यौँ, किनभने यसलाई अरू एक हप्ता छोड्ने हो भने निकै नै छिपिसक्ने चान्स हुन्छ। त्यही भएर हामीले चाहिँ यो 2टै टिपेर बरु राख्ने निर्णय गऱ्यौँ। अनि अब यति सब्जीहरू टिपिसकेपछि यो बास्केट पनि भरियो र यसमा अब कुनै राख्ने ठाउँ पनि भएन। त्यही भएर म चाहिँ भित्र गएर अरू भाँडाहरू लिएर आएँ, किनभने अब अझै नै धेरै सब्जीहरू टिप्न बाँकी छ। यहाँ चाहिँ घिरौलाहरू छ जुन चाहिँ खासै फस्टाउन सकेको छैन, तर यिनीहरू टिप्न रेडी भइसक्यो र अलिकति यसमा चाहिँ किराहरूको इन्फेस्टेसन पनि भयो जस्तो छ, तर यो सायद बाहिर बोक्रामा मात्रै होला, भित्र चाहिँ खासै छ जस्तो लाग्दैन। भयो भने पनि यसलाई फालिदिँदा हुन्छ। अब यसपछि चाहिँ भान्टा टिप्ने पालो। भान्टाहरू पनि एकदमै राम्ररी मौलाएर आएको छ। अहिले पानी परेदेखि झन् मजाले चिचिला लाग्ने फुल फुल्ने भइरहेछ। मेरोमा अहिले जम्मा 6वटा भान्टाको बिरुवा मध्ये अथवा रुखहरू मध्ये 3टामा चाहिँ एकदमै राम्ररी फलिरहेछ, जसले गर्दा चाहिँ हामीलाई हप्तै पछि जस्तो भान्टा टिप्नलाई पुगिरहेछ र यो कलिलामै टिपेर खान पनि मिठो हुने र झन् धेरै फल्ने हुनाले हामी चाहिँ रेगुलरली हार्भेस्ट गर्छौँ। यो चाहिँ मेरो पहिलो पटक फलेको अकबरे यसपालि, त्यो पनि टिपेँ। त्यसपछि यो चाहिँ बर्ड्स आई चिल्ली एकदमै राम्ररी फलिरहेछ। अलिअलि पाक्न पनि थालेको छ, फुल्न पनि त्यस्तै फुलिरहेछ, जुन चाहिँ मैले पाके जति चाहिँ यसबाट टिपेँ। अनि त्यसपछि यहाँ यो खुर्सानी पनि खोइ केले खाएको रहेछ, सायद पसमहरू अथवा केहीले होला, र यो भएको चाहिँ मैले यसपालि टिपेँ र त्यो चाहिँ पानीले लडेको रहेछ। यसपालि रुख पनि हेभी भएर होला, त्यसलाई चाहिँ हामीले अलिकति सपोर्ट दिएर सिधा बनाउन खोजेको, झन् अर्कोतिर पो लत्रिएछ। अब यो हेर्दै जाउँ के कस्तो हुन्छ। अनि मैले अगाडिको भिडियोमा एउटा छिमेकीको रुखमाथि गएको घिरौलाको भिडियो राखेको थिएँ नि, हो त्यो घिरौला चाहिँ आज हामीले टिप्यौँ। लकिली त्यो चाहिँ हाम्रोतिर नै झर्यो र हामीले कलेक्ट गर्न पायौँ। त्यसपछि बाँकी रहेको अरू 2-4वटा घिरौला पनि टिप्यौँ र आजको हार्भेस्ट चाहिँ ल जम्मा यति भयो। अनि यो चाहिँ 2 दिनको गरेर जम्मा फाइनल हार्भेस्ट। ल सँगसँगै यो हार्भेस्ट बास्केटलाई खाली गरौँ है त। अब मैले चाहिँ सबैभन्दा सुरुमा यो 2टा लौकाहरू टिपेँ, त्यसपछि यो लाम्चो खालको फर्सी, खासै लाम्चो त होइन, त्यसपछि एउटा ट्रोमोन्सिनो, एउटा तपाईँभन्दा अलिक धेरै छ क्यारे, त्यसपछि करेला, अनि अलिकति सिमी, त्यसपछि यो चाहिँ भान्टा, अनि त्यसपछि यो खुर्सानी डल्लेर लामो खुर्सानी, त्यसपछि यो अलिकति घिरौलाहरू छ, अनि घिरौलाहरू पछि यो अर्को अघिको ट्रोमोन्सिनो, अनि यो सबै घिरौलाहरू गरेर यो मेरो आजको हार्भेस्ट चाहिँ जम्मा यति भयो।
अनि यो हार्भेस्ट चाहिँ मैले आफूलाई खानलाई साथीभाइहरूलाई सेयर गर्नलाई पनि पुग्छ। कहिलेकाहीँ चाहिँ उब्रेको चाहिँ म स्टोर गरेर राख्छु पछि खानको लागि। आज लन्चसँग खानको लागि मैले यो भान्टाको सब्जी बनाउने भएँ। तपाईहरुसँग चाहिँ म अर्को भिडियोमा भेट्ने छु है त। बाइ फर नाउ, सी यू।